राति 10:30 बजेतिर एकजना सरले फोन गर्नुभयो। म बच्चासँग खेलिरहेको थिएँ, बच्चा खेलाइरहेको थिएँ, राति सुत्न मानिरहेको थिएन, सुतिरहेको थिएन। उहाँले भन्नुभयो, एकचोटि त मैले फोनै उठाइनँ, दोस्रोचोटिमा उठाउँदाखेरि भन्नुभयो भोलि इटरी जानुपर्ने छ, म इटरीतिरको बासिन्दा हो, मलाई जसरी पनि भोलि बिहान तपाईँले 5 बजे मलाई सामान दिनु पर्यो भन्नुभयो। ओरिजिनल कपालको कुरा गर्नुभएको थियो। ओरिजिनल कपाल त्यसरी दिने कुरा भएन, 2-4वटा कुरा त भनिदिनु पर्ने हुन्थ्यो। मैले अब त्यो कुरा भने भन्दाखेरि उहाँले के भन्नुभयो भने मैले सबै भिडियोहरू हेरेको छु तपाईँको, मैले टिकटक हेरेर फोन गरे हो, मैले तपाईँको लगभग सबै भिडियो हेरेको छु, मलाई सबै थाहा छ, कसरी लाउने के गर्ने सबै थाहा छ भन्ने कुरा गर्नुभयो। तपाईँले मलाई बिहान 5 बजे सामान चाहिँ दिनु पर्यो भन्ने कुरा गर्नुभयो। अब व्यापारी हो हेर्नुहोस्, 2-4 पैसाकै आश हुन्छ भने मैले बिहान 5 बजे आउने भनेपछि त मैले 4:30तिरको अलार्म लगाएँ। अनि म त्यतिखेरै झरेर अफिसबाट एउटा कपाल निकालेर, उहाँको कोड 003 थियो, त्यो कोडको निकालेर झोलामा हालेर राखेँ। बिहान 4:30 बजेतिर अब अलार्म बज्यो, म उठेँ, आफ्नो टाइममै उठेँ, मेरै टाइममा उठेँ भनौँ न। फोन आयो 4:37तिर फोन आयो एकचोटि। हामी यता के अरे बाइपास भन्नु भएन, गङ्गबु बाइपास नै भन्नुभएको रहेछ। गङ्गबु बाइपासबाट आउँदैछौँ है, तपाईँले मलाई रेडी गरेर राखिदिनुहोस् है भन्नुभयो। अब मैले त सामान हिजो रेडी गरेर राखेको थिएँ होइन। अनि आउँदैछौँ भन्नुभयो। एकछिन पछाडि आइपुग्नुभयो, माथि पिपलबोट आएर कल गर्नुभयो, आफ्नै गाडीमा आउनु भएको रहेछ, सरर आउनुभयो। अनि सेन्ट्रल कलेजबाट भित्र आउनुभयो, आएको लोकेसनमा आइपुग्नुभयो। अब नजिकै छ नि त, त्यहाँबाट त 1 मिनट पनि लाग्दैन, सरर आइपुग्नुभयो। आइसकेपछि अब मैले सामान पार्सल उहाँलाई दिएँ सुरुमा है। दिइसकेपछि उहाँले निकाल्नुभयो, लगाउनु भयो। मैले लगाउन पनि सिकाइदिएँ होइन। अब भिडियो हेरेँ पनि मैले सिकाइदिएँ, यो अगाडि कानको यहाँ पार्नुहोस्, यो अगाडि यतिकोमा राख्नुहोस् भन्ने कुराहरू मैले सलक्क भनिदिएँ है। अनि त्यस पछाडि उहाँको श्रीमतीले 5,000 रुपियाँ दिनुभयो। अनि मैले म्याम यो 7,500 भन्ने कुरा गरेँ। अनि भाइ मिलाउनुहोस् न भन्नु थाल्नु। आउँदैन, यो 7,500 हेर्नुहोस्, मैले हिजै कुरा गरिसकेको, सबै कुरा फाइनल गरे हो, यो 5,000मा 6,000मा आउने सामान होइन भन्ने कुरा गरेँ है। त्यस पछाडि उहाँले ल्याङ गर्नुहुन्छ। व्यापारी अब यति भित्रभित्र रिस उठ्नु थालिसकेको थियो। सिधा भन्दाखेरि 5 बजे बिहान उठाउनु भएको छ, 4:30 बजे उठाउनु भएको छ, 5 बजे पार्सल रेडी गरेर लाउनु भएको छ, सामान मैले रेडी गरेर बसेँ। अनि अघिल्लो दिन कुरा गरेर फाइनल गरिसकेको रेटमा आइसकेर अनि लगाएर बसेर अनि त्यसबाट होइन यतिमा मिलाउनु न त्यतिमा मिलाउनु न भन्नुहुन्छ। अनि भन्दै सुरुमा तपाईँ नै भनेर बोलिरहनु भएको थियो, मिलाइदिनुहोस् न, यति गर्दा भइहाल्छ नि, हामीलाई पनि थाहा छ यो त्यो भन्नुहुन्छ। हेर्नुहोस्, तपाईँ मार्केट चेक गर्नुहोस्, चित्त बुझे लिनुहोस्, नबुझे नलिनुहोस्, हजुरले हेरिहाल्नुभयो सामान, तपाईँ मार्केट चेक गर्नुहोस्, त्यस पछाडि मलाई फेरि सम्पर्क गर्नु होला भने होइन। बुढोले लगाएर बसेको छ, ऊ आफ्नै त खोइ कसैको यस्तो हुन्छ है, सबैको त त्यस्तो म भन्दिनँ होइन। बुढो ओके, उसले भन्छ पैसा देऊ न देऊ भन्छ। बुढी यसो कुइनाले ट्विक हाले त्यो नबोल भन्न खोजेको रहेछ है। यसो हेर्दाखेरि थाहा हुन्छ नि त, कुइनाले हानेको भनेको त नबोल भन्न खोजेको त हो नि होइन, नबोल भन्न खोज्छ। अनि भन्दा छ्या तिमी त कस्तो रहेछौ हो भाइ भन्नेसम्म तिमीसम्म झर्नुभयो त्यो कस्टमर हेर्दा है। भित्रभित्र यति रिस उठिरहेको थियो, नडाटी भन्छु, यति रिस उठिरहेको थियो। तर पनि अब व्यापारी हो, धैर्यता संयमतालाई अपनाउनुपर्छ, कर्तव्य हो त्यो मेरो होइन। अनि होइन म्याम आउने चिज थियो भने म दिन्थेँ, यसरी मलाई पनि बिहानै उ गर्न मन हुँदैन भन्ने कुरा गरेँ होइन। अनि त्यसपछि उहाँले अब केही सिक्न लागे पछाडि यहाँ एटिएम कहाँ छ भन्नुभयो। पैसा छैन भन्ने जस्तो मेरो हिसाबमा अब त्यो बुझेँ नि त। एटिएम कहाँ छ भन्नु, हाम्रो नजिकै यहीँ अगाडि 2टा एटिएम छ, एउटा एनआइसीको छ, अलिकति उतापट्टि सिटिजनको छ है। म पैसा लिएर आउँछु भन्नुभयो है। 5,000 मलाई दिनुभएको थियो। अनि अब त्यो 5,000 दिएर कपाल लिनु पर्थ्यो, मैले त्यो एउटा गल्ती गरेँ। अब मलाई लाग्यो अब कारमा आउनु भएको छ है, कारमा आउनु भएको छ बुढाबुढी। अब जाला भाग्ला त दिमागमै आएन क्या, त्यस्तो तरिकाले दिमागमै सोचिनँ। अब कहाँ अब कारमा चढ म पनि जान्छु किन भनिहाल्नु होइन। जब अगाडि म गेट अगाडि उभिएँ, अनि यहाँ अगाडि छ एउटा उतापट्टि छ भने अनि उहाँहरू सरर निक्लिनु भयो है। उतापट्टि गएको देखेँ मैले, भनेको यहाँबाट त सर्लको बाटो देखिन्छ नि त, उतापट्टि गएको देखेँ। त्यस पछाडिबाट एकछिन पछाडि यतातिर गयो हो होइन, त्यो चाहिँ मलाई थाहा छैन कताबाट जानुभयो, मलाई त्यस पछाडि चाहिँ थाहा छैन। यतातिर गएको चाहिँ मैले देखेँ हो, लाइटवाला यता छिरेको मैले देखेँ हो है, लेफ्ट साइड एनआइसीतिर छिर्नुभयो। अनि 10 मिनट जस्तो भइसक्यो, कस्टमर आउँदैन है। अब त डाउट लाग्न थाल्यो, पर्खिन्छु आउँदैन, पर्खिन्छु। अब बाहिर बसेको छु, अब जसले पनि मोबाइल चलाएर बस्यो त, कस्टमर आएन। नआए पछाडि अब एकछिन पछाडि सलक्क बाहिर निक्लेको, एनआइसीमा मुनि सटर लगाएको रहेछ, एनआइसीको चाहिँ एटिएममा सटर लगाएको रहेछ, त्यो खुलेकै रहेन रहेछ। अनि अब अलिकति पर उसमा गएँ, सिटिजनतिर गएँ, सिटिजन त खुल्ला थियो। अनि त्यसपछि एउटा कल गरेँ, फोन लाग्दैन कस्टमरलाई। अब भयो अचम्म, 5,000 कस्टमरले थमायो, हुँदैन भन्दा भन्दै बुढोले लगाएको थियो, मैले त्यो माग्नु पर्थ्यो, चाहिँ मागिनँ, त्यो चाहिँ मैले गल्ती गरे हो।
अब कसले सोच्ने त्यसरी उ गर्छ भनेर, तर सोच्नु पर्थ्यो, गल्ती त्यहाँ भएकै हो। त्यस पछाडि कस्टमरलाई मेसेज पठाएँ, अब सबै ढङ्गले पठाएको छु मैले एकदम राम्रो तरिकाले। म्याम म त यहाँ पर्खेँ भनेँ, हजुर कता जानुभयो, अहिलेसम्म तपाईँहरूले मेरो 2500 पेमेन्ट लिएर आउनु भएन भनेर मेसेज गरेँ। रिप्लाई सरी म्याम भने म्याम लेखेको थिएँ, तर सरकोमा पठाएँ है। त्यो जुन नम्बरबाट हिजो मलाई राति कल आएको थियो नि, मैले त्यसैमा बिहान जुनमा कुरा भएको थियो त्यसैमा मेसेज गरेँ हो। शब्द चाहिँ अगाडि मैले म्यामै लेखेर रहेछु है, म्याम भनेर लेखेको थिएँ। अहिलेसम्म आउनु भएन भनेर लेखेँ, त्यस पछाडि मेसेजको रिप्लाई पनि छैन। अनि अब त्यस पछाडि मान्छे कन्ट्याक्ट भिन्छ। अब यहाँसम्म त उनीहरूलाई लागिरह होला, म अब यहाँबाट चाहिँ मेन कुरा छ मेरो चाहिँ, उनीहरूलाई लागिरह होला मैले ठगेँ, 7500 को सामान 2500 लिएर हिँडेँ भन्ने लागिरह होला। तर मेरो अफिसमा बाहिर पनि देखिने गरी क्यामेरा छ, सिधा कुरा है, मजाले क्यामेरा छ, अडियो रेकर्डेडवाला क्यामेरा छ। क्यामेरामा तपाईँको गाडीको कलर पनि कैद भएको छ, गाडीको नम्बर पनि छ मसँग। तपाईँहरू निक्लिँदा त्यो एकचोटि निक्लिनु भएको थियो, त्यो भिडियो पनि मसँग छ, मजाले भिडियो छ है। र तपाईँहरूसँग बोलेको रेकर्ड पनि छ, र मैले पठाएको मेसेज पनि छ। इज्जत छ, गाडीमा आउनु भएको छ, त्यो अब पैसै नहुने मान्छे हो जस्तो मलाई कुनै पनि एङ्गलबाट लाग्दैन। इज्जत छ भने इटहरी बासिन्दा भनेर भन्नुभएको थियो मलाई अघिल्लो दिनदेखि। तपाईँ जहाँसुकै बस्नुहोस् मलाई मतलब भएन, मसँग फोन नम्बर छ, कल रेकर्ड छ, गाडीको डिटेल छ, तपाईँको थोपडाको फोटो पनि भिडियो पनि छ मसँग। इज्जत छ भनेदेखि 98 018 81 300 मा थपक्क मेरो 2500 रुपियाँ हालिदिनुहोस्। होइन भने आज म यहाँ अडियो मात्रै तपाईँहरूको बारेमा भनिरहेको छु भने भोलि म तपाईँहरूको फोटो सहितको भिडियो हालिदिन्छु। जे पर्छ पर्छ, गल्ती मेरो छैन। बिहान 4, 4:30, 5 बजे उठाउनु भएको छ, अनि यसो गर्नु भएको छ, त्यो हुँदैन मसँग। सिधा कुरा, मेरो पैसा हालिदिनुहुन्छ भने हालिदिनुहोस् है, लानुहोस् नलानुहोस् तपाईँहरूको इच्छाको कुरा हो, नलाउनु पाइन्छ, ठिक छ। मैले हेरिसकेको छु, म बुढो मन पऱ्यो भनेर बुढोले लगाएको छ, टाउकोबाट खोल्दा पनि खोलेर बुढीले पैसा 5000बाट दलाल गरे हो। 7500 देखि छोड्दिनँ, हुँदैन भनिसकेपछि पैसा ल्याउँछु भनेर तपाईँहरू हिँड्या हो। सबै कुरा मसँग डिटेल छ, हेर्नुहोस्। मैले मेसेज पनि गरेको छु, तत्काल तपाईँलाई मेसेज गरेको छु, रिप्लाई गर्नु भएको छैन। फोन पनि गरेको छु, फोनको पनि तपाईँहरूले गर्नु भएको छैन है। यो कुरा मैले आज अडियो मात्रै हालेको छु भने भोलि म सोसियल मिडियामा तपाईँको भिडियो पनि हालिदिन्छु। 24 घन्टा बितिसक्यो, पैसा मेरो आएको छैन, तपाईँहरूको कन्ट्याक्ट पनि हुनुहुन्न। मैले त्यसबाट तपाईँलाई कुनै टचर पनि दिएको छैन। सिधा कुरा, मैले एउटा एसएमएस गरेँ, त्यतिखेर 2-3 चोटि फोन गरेको छु, त्योभन्दा बाहेक मैले केही पनि गरेको छुइनँ। मैले टचर पनि केही दिएको छुइनँ। सिधा तपाईँहरूले मैले तपाईँहरूको भिडियो टिकटकमा हेरेको थिएँ भन्नुभएको थियो, त्यही भएर म टिकटकबाटै तपाईँलाई भिडियो बनाएर भन्दैछु। मेरो पैसा हालिदिनुहुन्छ भने हालिदिनुहोस्, हालिदिनुहुन्न भने सबै कुराहरू अबको 72 घन्टाभित्रमा पैसा आएन भने, 72 घन्टाभित्रमा मेरो पैसा आएन भने यति कुराले याद राख्नुहोस्, तपाईँको भिडियो सोसियल मिडियामा आउँछ, जे पर्छ त्यतिखेरै टर्छ। हस् त, धन्यवाद। साथीहरू मिल्छ भने यो भिडियो इटरी बस्ने भन्नुभएको थियो उहाँहरूले, गाडी नम्बर, मोबाइल नम्बर सबै कुरा छ मसँग, रेकर्डहरू उहाँहरूसँग पुऱ्याउनलाई यसो सेयर गरिदिनुहोस्। उहाँहरूले टिकटकै हेरेको भन्नुभएको थियो है। र यसरी ठग्ने काम चाहिँ नगरौँ, बरु किन्न सकिँदैन नकिनौँ, किन्नै पर्छ भन्ने पनि छैन। सस्तो लाउनु छ सस्तो लाउनुहोस्, त्यो पनि छ अप्सन। सबै अप्सन खुल्ला हुँदै राम्रो पनि खोज्नुहुन्छ, सबैभन्दा सस्तो पनि सबैको भन्दा सस्तो पनि हामीले दिएका छौँ। 7500 को ओरिजिनल कपाल पनि दिएका छौँ। अनि लास्टमा आएर पैसा 5000 दिएर भाग्ने त्यो त सिधै ठग, चोर हिसाब भएन भने त्यो त के हिसाबले त्यो भयो सही भन्नुहोस् त। यो एकचोटि भिडियो सेयर गरिदिनुहोस्, उहाँहरूसँग समस्या पुऱ्याइदिनुहोस्। पुग्यो भने पुगिहाल्यो, पुगेन भने 72 घन्टा पछाडि अर्को भिडियो हेर्न पाउनुहुनेछ। हस् त, धन्यवाद सर।